लोकसेवा, शिक्षक सेवा र सङ्गठित संस्था लगायतका सम्पूर्ण प्रतिस्पर्धात्मक परीक्षाहरूको तयारी गरिरहेर बसिरहनुभएकाहरूलाई यो भिडियो अत्यन्तै महत्त्वपूर्ण हुनेछ। यस भिडियोमा नेपालको भूगोल टपिकबाट अत्यन्तै महत्त्वपूर्ण प्रश्नहरू जुन विगतमा सोधिएका र अब हुने परीक्षाहरूमा सोध्न सक्ने सम्भावित प्रश्नहरू समावेश गरिएको छ। तपाईहरूलाई यो भिडियो कस्तो लाग्छ? जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नुहोला र आफूले जानेका प्रश्नहरूको उत्तर दिने प्रयास गर्नुहोला। अब लागौँ प्रश्न नम्बर 1 बाट। प्रश्न नम्बर 1 मा रहेको छ भूगोलका पिता भनेर कसलाई चिनिन्छ? अप्सन ए छ इराटोस्थेनिज, अप्सन मा रहेको छ हेरोडोटस र अप्सन नम्बर सी मा टोनी हेगन र अप्सन डी मा रहेको छ ग्यालिलियो ग्यालिली। भूगोलका पिता भनेर कसलाई चिनिन्छ? यसको सही उत्तर रहेको छ इराटोस्थेनिज। भूगोलका पिता भनेर इराटोस्थेनिजलाई चिनिन्छ र हेरोडोटस भनेका को हुन् त भन्दा इतिहासका पिता भनेर हेरोडोटसलाई चिनिन्छ है। इतिहासका पिता हेरोडोटस, यो पनि तपाईँहरूले जान्नु होला। इतिहासका पिता भनेर हेरोडोटसलाई चिनिन्छ र भूगोलका पिता भनेर इराटोस्थेनिजलाई चिनिन्छ। नेपालको पश्चिममा कुन प्रान्त पर्दछ? अप्सन ए मा रहेको छ सिक्किम, अप्सन नम्बर बी मा रहेको छ उत्तराखण्ड, अप्सन नम्बर सी मा रहेको छ तिब्बत र अप्सन नम्बर डी मा रहेको छ बिहार। नेपालको पश्चिममा कुन प्रान्त पर्दछ भनेपछि नेपालको पश्चिम दिशामा, नेपालको उत्तर दिशामा चीन पर्दछ हैन। नेपालको उत्तरमा चाहिँ स्वशासित क्षेत्र तिब्बत अथवा चीन पर्दछ नेपालको उत्तरी क्षेत्रमा, उत्तर दिशामा, र अन्य दिशामा भारतका प्रान्तहरू पर्दछन्। पूर्वबाट यहाँ सूत्र दिन्छु मैले एउटा, सी प हैन। सी प भनेको पूर्वतर्फ सिक्किम र पश्चिम बङ्गाल है। अनि त्यसपछि पूर्वतर्फ सिक्किम र पश्चिम बङ्गाल, अनि त्यसपछि पूर्वपछि क्रमशः जान्ने भनिसकेपछि दक्षिणतर्फ बी भनेको बिहार र ऊ भनेको उत्तर प्रदेश हैन। अनि यो चाहिँ दक्षिणतर्फ भयो। त्यसपछि चाहिँ दक्षिणपछि पश्चिमतर्फ उत्तराखण्ड हैन। पश्चिमतर्फ चाहिँ कुन? उत्तराखण्ड, पश्चिमतर्फ उत्तराखण्ड। अनि त्यसपछि सिप बिउ अनि ऊ भनेको उत्तराखण्ड पश्चिमतर्फ भयो। नेपालको पश्चिममा कुन प्रान्त पर्दछ भनिसकेपछि उत्तराखण्ड भयो। तपाईँहरूले सूत्र के जान्ने भन्दा सिप बिउ उची, यो चाहिँ तपाईँहरूले घोक्नु होला। सिप बिउ हैन, सिप बिउ उची, यो तपाईँहरूले जान्नुहोस्। सी भनेको सिक्किम र पश्चिम बङ्गाल पूर्वतर्फ, बिउ भनेको बिहार र उत्तर प्रदेश दक्षिणमा, ऊ भनेको उत्तराखण्ड पश्चिममा, ची भनेको चीन उत्तरतर्फ। यसरी नेपालको विभिन्न दिशामा पर्ने भारतका प्रान्तहरू रहेका छन् र यसको यो प्रश्नको सही उत्तर हो उत्तराखण्ड। यो प्रश्नको चाहिँ सही उत्तर उत्तराखण्ड रहेको छ। अब लागौँ प्रश्न नम्बर 3 मा। प्रश्न नम्बर 3 मा रहेको छ चीनलाई मात्र छुने नेपालका कतिवटा जिल्ला रहेका छन् हैन। चीनलाई मात्र छुने नेपालका कतिवटा जिल्ला रहेका छन्। अब यो चीनको मात्र हामीले नजानेर यससँग सँगै भारतको पनि जानौँ है त। हाम्रो सिमानामा रहेका देश भनेका चीन र भारत हुन् हैन। यसलाई चाहिँ हामीले कसरी जान्छौँ भने यो भेनचित्रको सहायताले हामीले यो जान्दछौँ। यो यो इन्डिया मानौँ हैन। यो सी भनेको चाइना, यो बिचमा 2, यो 2 भनेको भारतलाई पनि छुने र चीनलाई पनि छुने 2टा जिल्ला रहेका छन्। तिनी कुन जिल्ला हुन्? दाता भारतलाई पनि छुने र चीनलाई पनि छुने 2टा जिल्ला छन्। दा भनेको दार्चुला र ता भनेको ताप्लेजुङ हैन। यो तपाईँले याद गर्नु होला। दाता, चीन र भारतलाई छुने 2टा जिल्ला दाता रहेका छन् र इन्डियालाई, भारतलाई मात्र छुने जिल्ला कतिवटा छन्? 25 वटा हैन। भारतलाई मात्र छुने जिल्ला 25 वटा छन्। चीनलाई मात्र छुने 13 वटा जिल्ला छन् हैन। चीनलाई मात्र छुने नेपालका कतिवटा जिल्ला रहेका छन् भन्ने प्रश्नमा यसको उत्तर 13 आयो यो है। अनि त्यसपछि भारतलाई मात्र छुने जिल्ला 25 वटा हैन। अनि त्यसपछि यो 37 भनेको कुनै पनि जिल्लालाई नछुने जिल्ला चाहिँ कुनै पनि देशलाई नछुने जिल्ला 37 वटा रहेका छन् र 2 वटा चाहिँ भारतलाई पनि छुने र चीनलाई पनि छुने जिल्ला 2 वटा रहेका छन्। र यसको यो प्रश्नको सही उत्तर चाहिँ 13 है त साथीहरू। अब प्रश्न नम्बर 4 मा जाउँ।
नेपालबाट सबैभन्दा नजिकमा रहेको महासागर कुन हो? अप्सन एमा रहेको छ हिन्द महासागर, अप्सन बीमा रहेको छ प्रशान्त महासागर, अप्सन सीमा रहेको छ आन्ध्र महासागर र अप्सन डीमा रहेको छ भूमध्य महासागर। यसको सही उत्तर हो प्रशान्त महासागर। नेपालबाट सबैभन्दा नजिकमा रहेको महासागर प्रशान्त महासागर हो भने खाडी भनेर सोध्न सक्छ कहिलेकाहीँ। नेपालबाट नजिकमा रहेको खाडी चाहिँ बङ्गालको खाडी भनेर जान्नु होला है त। नेपालको सबैभन्दा नजिकमा रहेको खाडी भनेको बङ्गालको खाडी भनेर जान्नु होला। अब प्रश्न नम्बर 5मा जाउँ। अब यसको उत्तर त प्रशान्त महासागर भइहाल्यो। अब प्रश्न नम्बर 5मा नेपालबाट भारत र चीनपछि सबैभन्दा नजिकमा रहेको देश कुन हो? नेपालबाट चाहिँ भारत र चीनपछि सबैभन्दा नजिकमा रहेको देश कुन हो? एउटा भुटान, अर्को बङ्गलादेश, अर्को पाकिस्तान र अर्को अफगानिस्तान। यीमध्ये नेपालबाट भारत र चीनपछि सबैभन्दा नजिकमा रहेको देश कुन हो? नेपालबाट सबैभन्दा नजिकमा रहेकोलाई भारत मानिन्छ भने त्यसपछि चीन मानिन्छ। त्यसपछि सबैभन्दा नजिकमा रहेको देश चाहिँ बङ्गलादेश रहेको छ। चीनपछि सबैभन्दा नेपालबाट नजिकमा रहेको देश बङ्गलादेश भनिएको छ। बङ्गलादेश नेपालबाट 27 किलोमिटर टाढा छ हैन। नेपाल चाहिँ बङ्गलादेशबाट 27 किलोमिटर टाढा छ र भारत र चीनपछि भनेको तेस्रो स्थानमा चाहिँ बङ्गलादेश पर्दछ भने चौथोमा कुन पर्छ? चौथोमा भुटान छ। भुटान चाहिँ 32 किलोमिटर टाढा छ। यो तपाईँले ख्याल गर्नु होला। भुटान 32 किलोमिटर टाढा छ, चौथो स्थानमा पर्यो हैन। अनि बङ्गलादेश चाहिँ तेस्रो स्थानमा पर्यो, नेपालबाट 27 किलोमिटर टाढा रहेको छ र यसको सही उत्तर भयो बङ्गलादेश। अब प्रश्न नम्बर 6मा जाउँ। तलका मध्ये क्षेत्रफलका आधारमा नगरपालिकाको क्रम कुन सही छ भन्ने प्रश्न रहेको छ। तपाईहरुले नेपालको सबैभन्दा ठुलो नगरपालिका सिद्धगङ्गा, यो तपाईहरुले जान्नुभएकै छ। सिद्धगङ्गापछि 8 विकासकोट हैन। सिद्धगङ्गापछि चाहिँ 8 विकासकोट नगरपालिका। नेपालका सबैभन्दा ठुला नगरपालिका सिद्धगङ्गा जुन अर्घाखाँची जिल्लामा पर्दछ। 8 विकासकोट रुकुम पश्चिम जिल्ला अन्तर्गत पर्दछ भनिसकेपछि सिद्धगङ्गा र 8 विकासकोट नगरपालिका चाहिँ नेपालका सबैभन्दा ठुला दुईटा नगरपालिका हुन्। अब यो 8 विकासकोट सुरुमा आयो, यो परेन, बी मिल्दैन, सीमा पनि त्यही छ, डीमा पनि त्यही छ हैन। सीमा पनि त्यही छ, डीमा पनि त्यही छ भनिसकेपछि यो नगरपालिका क्रमलाई हामीले एउटा सूत्रबाट जानौँ है त। सुरुमा चाहिँ र 8 विकासकोट सुरुमा दुईटा भइहाले। त्यसपछि चाहिँ के जान्ने त भन्दा त्रिशुली कमला हैन। तपाईले अहिले घोक्न सक्नुहुन्छ। त्रिशुली कमला भनेर सोध्नु सम्झिनु, अर्थात् त्रिशुली कमलामा खसी हैन। के अरे कमला त्रिशुली नदीमा खसी भनेर सम्झिँदा पनि हुन्छ। त्रिशुली कमला सम्झिनु होला। त्रिबाट त्रियुगा नदी हैन। त्रिबाट त्रियुगा नदी, सुलीबाट सोलुदुधकुण्ड नदी हैन। अनि सोलुदुधकुण्ड नदी अनि कमलाबाट कमलामाई भनिसकेपछि त्रिशुली कमला, यो सम्झिनु होला। अब यसको क्रम चाहिँ सही ए नै भयो, किनभने सिद्धगङ्गा सुरु सबैभन्दा ठुलो नगरपालिका, 8 विकासकोट, त्यसपछि त्रियुगा, त्यसपछि सोलुदुधकुण्ड र त्यसपछि कमलामाई। यसको सही उत्तर अप्सन नम्बर ए रहेको छ। अरु त यो क्रम अनुसार अरु कुनै पनि अप्सनमा मिलेको छैन है साथीहरु। अब हामी जाउँ प्रश्न नम्बर 7मा। कोशी नदीलाई भारतमा पुगेपछि के नामले चिनिन्छ भन्ने प्रश्न रहेको छ। अप्सन नम्बर एमा रहेको छ दामोदर हैन। अप्सन नम्बर बीमा रहेको छ शारदा, अप्सन नम्बर सीमा रहेको छ महाप्रभा र अप्सन नम्बर डीमा रहेको छ गङ्गा। कोशी नदीलाई भारतमा पुगेपछि के नामले चिनिन्छ? कोशी अर्थात् सप्तकोशी नदीलाई भारतमा पुगेपछि दामोदर नामले चिनिन्छ। महाकाली नदीलाई हैन, कोशी नदीलाई दामोदर भनेर चिनिन्छ भनिसकेपछि शारदा चाहिँ कुन नदीलाई चिनिन्छ? महाकाली नदीलाई हैन। महाकाली नदीलाई शारदा भनेर चिनिन्छ, शारदाको उपनामले चिनिन्छ महाकाली नदीलाई हैन। नम्बर 9 तर्फ लागौँ। दरौदी नदीको उत्पत्ति स्थल भनेर कुन हिमाललाई चिनिन्छ? अप्सन नम्बर एमा रहेको छ बुद्ध हिमाल, अप्सन नम्बर बीमा रहेको छ सैपाल हिमाल, अप्सन नम्बर सीमा रहेको छ अपी हिमाल र अप्सन नम्बर डीमा रहेको छ अन्नपूर्ण हिमाल। दरौदी नदीको उत्पत्ति स्थल भनेर हामीले बुद्ध हिमाललाई चिन्दछौँ। यसको सही उत्तर हो बुद्ध हिमाल। दरौदी नदीको उत्पत्ति स्थल भनेर बुद्ध हिमाललाई चिन्छौँ हैन। अनि त्यसपछि सैपाल हिमाल हैन। सैपाल हिमालबाट बग्ने नदी कुन हो? सेती नदी हैन। सैपाबाट सेती नदी हैन। सैपालबाट चाहिँ सेती नदी बग्छ। अनि अपीबाट बग्ने हैन, अपी नदीबाट बग्ने अपी हिमालबाट बग्ने नदी चाहिँ
महाकाली हैन। महाकालीको उत्पत्ति स्थल कहाँ रहेछ? महाकाली नदीको उत्पत्ति स्थल अरबी हिमाल। हाम्रो माथिल्लो प्रश्नमा पनि रहेको थियो महाकालीलाई भारतमा पुगेपछि के भनेर चिनिन्छ भन्ने चाहिँ मैले त्यो अप्सनमा चाहिँ बताइदिएको थिएँ। शारदा भनेर चिनिन्छ, जुन महाकाली नदीको उत्पत्ति स्थल कहाँ रहेछ? अरबी हिमाल रहेछ। र अन्नपूर्ण हिमालको बाट बग्ने नदी कुन हो? मादी हैन। मादी नदी चाहिँ अन्नपूर्ण हिमालबाट बग्दो रहेछ। अर्थात् मादी नदीको उत्पत्ति स्थल अन्नपूर्ण हिमाल रहेछ। र यसको दरौदी नदीको उत्पत्ति स्थल भनेर कुन हिमाललाई चिनिन्छ? यसको सही उत्तर हो बुद्ध हिमाल। अब लागौँ अप्सन नम्बर 10 मा। रिग्मो ताल भनेर नेपालको कुन ताललाई चिनिन्छ? अप्सनमा रहेका छन् तिलिचो ताल, अप्सनमा रहेको छ अर्को रारा ताल, अनि अर्को छ सेफोक्सुन्डो ताल, र डीमा रहेको छ फेवा ताल हैन। रिग्मो भनेर कुन ताललाई चिनिन्छ? रिग्मो भनेर चिनिने ताल चाहिँ सेफोक्सुन्डो ताल हो है। रिग्मो भनेर चिनिने ताल चाहिँ कुन हो? सेफोक्सुन्डो ताल हो। सेफोक्सुन्डोलाई रिग्मो भनेर चिनिन्छ। र अब अर्को प्रश्नतर्फ लागौँ। टिङ्कर भन्ज्याङ नेपालको कुन जिल्लामा पर्दछ? अप्सन नम्बर एमा रहेको छ दार्चुला, अप्सन नम्बर बीमा रहेको छ हुम्ला, अप्सन नम्बर सीमा रहेको छ गोरखा, र अप्सन नम्बर डीमा रहेको छ ताप्लेजुङ। टिङ्कर भन्ज्याङ कुन जिल्लामा पर्दछ? यसको सही उत्तर हो दार्चुला। टिङ्कर भन्ज्याङ दार्चुला जिल्लामा पर्दछ। ढुङ्गा हान्ने ताल भनेर कुन ताललाई चिनिन्छ? अप्सन नम्बर एमा रहेको छ मैदी ताल हैन, अप्सन नम्बर बीमा रहेको छ तिलिचो ताल, अप्सन नम्बर सीमा छ फेवा ताल, र अप्सन नम्बर डीमा रहेको छ पञ्चासे ताल। ढुङ्गा हान्ने ताल भनेर कुन ताललाई चिनिन्छ? यसको सही उत्तर रहेको छ मैदी ताल हैन। ढुङ्गा हान्ने ताल भनेर मैदी ताललाई चिनिन्छ। मेरी दिदीले, मैदी भनेको मेरी दिदीले ढुङ्गा हान्निन् मलाई भनेर सम्झिन सक्नुहुन्छ हैन। अनि फेवा ताललाई बैदाम ताल भनेर चिन्छ हैन। फेवा ताललाई चाहिँ के भनिन्छ? बैदाम ताल भनिन्छ। यो पनि सम्झनु होला। यो प्रश्नको सही उत्तर चाहिँ मैदी ताल भएको छ है। अब अप्सन नम्बर 13 मा लागौँ। पाथिभरा हिमाल भनेर कुन हिमाललाई चिनिन्छ? अप्सनमा रहेका छन् गौरीशङ्कर हिमाल, अप्सन नम्बर बीमा रहेको छ अन्नपूर्ण हिमाल, अप्सन नम्बर सीमा रहेको छ मनास्नु हिमाल, र अप्सन नम्बर डीमा रहेको छ मकालु हिमाल। पाथिभरा हिमाल भनेर कुन हिमाललाई चिनिन्छ? साथीहरू, यो तपाईँहरूका लागि चाहिँ गृह कार्य छोडिदिएको छु मैले। यसको सही उत्तर कमेन्ट गर्नु होला। पाथिभरा हिमाल भनेर कुन हिमाललाई चिनिन्छ? ल यसको बारेमा मैले थोरै भन्छु। त्यो जुन पाथिभरा हिमाल भनेर चिनिने जुन हिमाल छ त्यसलाई हैन, त्यसलाई आधार मानेर नेपालको प्रमाणिक समय चाहिँ निर्धारण गरिएको छ। नेपालको चाहिँ प्रमाणिक समय निर्धारण गरेको छ। जुन हिमाललाई आधार मानेर प्रमाणिक समय निर्धारण गरेको छ त्यो कुन हिमाल हो तपाईँहरूले पत्ता लगाउनु होला हैन। त्यो हिमालको चाहिँ 86 डिग्री 15 मिनेट पूर्वी देशान्तरलाई आधार मानेर चाहिँ नेपालको प्रमाणिक समय निर्धारण गरिएको छ, जुन 2000 विक्रम सम्वत 2042 साल वैशाख 1 गतेबाट। त्यो हिमाल तपाईँहरूको लागि चाहिँ होमवर्क भयो, तपाईँहरूले कमेन्ट गर्नु होला है त। अब अप्सन नम्बर 14 तर्फ लागौँ। क्वेसन नम्बर 14 तर्फ लागौँ। तलका मध्ये भित्री मधेसका जिल्ला अन्तर्गत कुन जिल्ला पर्दैन भनेको छ। अप्सनमा रहेका छन् उदयपुर हैन, अप्सनमा सिन्धुली छ अर्को छ दाङ, र अर्को रहेको छ विराटनगर। हामीले कुन पर्दैन भन्दा पनि तलका भित्री मधेसका जिल्ला अन्तर्गत चाहिँ कुन जिल्ला पर्दछन् त्यो जानौँ हैन। भित्री मधेसका जिल्ला अन्तर्गत 7 जिल्ला पर्दछन् हैन। 7 जिल्ला रहेका छन्। 7 जिल्ला कुन हुन् त भन्दा म तपाईँहरूलाई एउटा सूत्र दिन्छु। त्यो सूत्र तपाईँहरूले याद गर्नु होला। त्यो सूत्र चाहिँ के रहेको छ भने उसी हैन, उसी म चि न दासु हैन। उसी मचिन दासु, यो तपाईँहरूले याद गर्नु होला है। उसी मचिन दासु। उ भनेको उदयपुर, सी भनेको सिन्धुली हैन, उ भनेको उदयपुर, सी भनेको सिन्धुली, म भनेको मकवानपुर, ची भनेको चितवन, न भनेको नवलपरासी हैन, नवलपरासी पूर्व, दा भनेको दाङ, र सु भनेको सुर्खेत। यसरी 7 वटा जिल्ला चाहिँ भित्री मधेसका जिल्ला अन्तर्गत पर्दछन्। अब हाम्रो
यहाँ सूत्रले बताएमध्ये चाहिँ कुन जिल्ला भित्री मधेसका जिल्ला अन्तर्गत परेन भने विराटनगर पर्दो रहेनछ, किनकि विराटनगर यहाँ आएन। यो तपाईँहरूले याद गर्नु होला। यो अझै यो सूत्र चाहिँ पूर्वदेखि पश्चिमसम्मका हैन, पूर्वदेखि पश्चिम अन्तर्गत पर्ने भित्री मधेसका जिल्लाहरूको क्रम मिलाउनुहोस् भनेर पनि कहिलेकाहीँ सोध्न सक्छ। त्यसको लागि पनि यो क्रम सही रहेको छ, यो सूत्र अनुसारको क्रम मिल्दछ, तसर्थ यो सूत्र त्यता पनि प्रयोग गर्न सक्नुहुन्छ। यो सूत्र याद गर्नु होला। यसको सही उत्तर चाहिँ विराटनगर रहेको छ है यो प्रश्नको। अब नम्बर 15 तर्फ लागौँ। नेपालको कान्छो राष्ट्रिय निकुञ्ज भनेर कुन निकुञ्जलाई चिनिन्छ? अप्सनमा रहेको छ चितवन, छायानाथ, रारा र सेफोक्सुन्डो। नेपालको कान्छो राष्ट्रिय निकुञ्ज भनेर छायानाथ राष्ट्रिय निकुञ्जलाई चिनिन्छ। यो प्रश्नको सही उत्तर हो साथीहरू, छायानाथ। अनि चितवन भनेको नेपालको पहिलो राष्ट्रिय निकुञ्ज हैन। चितवन राष्ट्रिय निकुञ्ज चाहिँ कुन हो? नेपालको पहिलो राष्ट्रिय निकुञ्ज भनेर चितवनलाई चिनिन्छ हैन, पहिलो राष्ट्रिय निकुञ्ज। रारा नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज। र नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज त कुन हो त भने सेफोक्सुन्डो हैन। सबैभन्दा कान्छो राष्ट्रिय निकुञ्ज छायानाथ, सबैभन्दा पहिलो राष्ट्रिय निकुञ्ज चितवन, सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज रारा र सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज सेफोक्सुन्डो रहेको छ। ल, आजका लागि यी 15 प्रश्नहरू यहीँ सकिएका छन्। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला हैन, च्यानललाई सब्स्क्राइब गर्नु होला र यो भिडियो सबै साथीहरूमा चाहिँ सेयर गरेर सुरक्षित साथ राख्न सक्नुहुन्छ। धन्यवाद।